यहाँ चाहिँ पुरै डिलक्स बस पार्क हो यो चाहिँ पुरै डिलक्स बसहरु छ बढी हेर्नुस् गाइस काठमाडौँको डिलक्स बस पार्क अझ तपाईहरुले हामीले माथि के रे केरियम ए केटीएम बस पार्क रहेछ गाइस सरी मैले मिस्टेक गरेछु हल्का गरेर तर डिलक्स भन्ने पनि केही फरक पर्दैन नि त यहाँ डिलक्सहरु बढी जस्तो डिलक्सहरु नि छ अनि गाइस यहाँ चाहिँ केटीएम बस पार्क नि रहेको हो हामी यो चाहिँ एउटा चाहिँ सानो बस पनि रहेछ नि एउटा चाहिँ सानो बस पनि रहेछ डिलक्स एउटा चाहिँ गयो भर्खरै तर मलाई अरु भन्दा के दाइ दाइ मैले यो नेपालको चाहिँ के राम्रो लाग्यो भन्दाखेरि यो बसहरुको डिजाइन चाहिँ एकदम मन पर्यो के रोल्पाको बसहरु बारी छ गाइस त्यो पार रोल्पाको बस हो यो गाइस रोल्पाको बस स्ट्यान्ड हो यो रोल्पा जाने बसहरु यहाँ लाग्छ अन्य डिलक्स बसहरु चाहिँ पुरै आइराछ कुनै गइराछ अझै यता भित्र यो केटीएम बस पार्कमा हो ठुलो त उति अगाडि छ बस पार्क उता लोसिमल देखि भित्र अनि यहाँ चाहिँ यता यो केटीएम बस पार्क आएको यहाँ चाहिँ पुरै तर नेपालको बसको कलर चाहिँ मलाई बवाल मन पर्छ के